चितवनको पर्यटकीय नगरी सौराहामा जारी 19औं चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ। हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो। आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, हात्ती फुटबल लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए। सौराहा स्थित बागमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्नगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेका छन्। महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका करिब 80 वटा हात्ती सहभागी भएका थिए। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।